मेरो लाइफमा त्यस्तो त भएको थिएन। अब पहिलोचोटि नै यस्तो घटनाहरू देखेर भयो मेरो मसँग यस्तो। अहिले पनि डर लागिरहेछ? अहिले पनि म डरले केही बोल्न पनि राम्रोसँग सकिरहेको छैन, के बोल्ने के नबोल्ने भनेर त्यस्तै भइरहेछ। मनमा एकदम डर जस्तै भइरहेछ। तिनीहरूको अनुहार पनि हेर्न, अलि अनुहार त म राम्रोसँग हेर्न पाएन, त्यो हतारपतर गरेर। अनि त्यही भएर म अहिले पनि म डर जस्तो नै मानिरहेको छु म आफूलाई भित्रदेखि। हटाइदिनु पर्यो क्या। यहाँ त अब कामै छैन। यहाँ त एक महिनामा पनि 2 चोटि 3 चोटि यस्तै हुन्छ पटक पटक। तपाईहरु घरमा छन्, कोही छैनन्। अब त्यस्तै हुन्छ भने अब सबै घर पनि लुट्न सक्छ। झगड़ा बवाल के बाहर से लौटे, उसके बाद में बस पल्ला चीज फारिन और उसके बाद में आगो लगाइन, उसके बाद में अंदर चले गए सब। गाउँमा यिनीहरू रक्सी खान पनि बाहिर जान्छन् र रक्सी खाएर पनि भित्र आउँछन् भन्ने कुरा चाहिँ सुन्नमा आयो। र यी कुराहरूलाई चाहिँ प्रशासनले विशेष रूपमा ध्यान दिनु पर्यो। म सिडिओ साहबसँग त्यही भन्न चाहन्छु। भर्खर उहाँ पनि नयाँ आउनुभएको छ। एउटा अलि नयाँ व्यवस्थापन तरिकाले लाने भनेपछि यो चाहिँ यहाँ रहन्छ, होइन भनेपछि यसको चाहिँ अब हामी वडा अध्यक्ष समेतले यसको विरोध गर्छौँ। यसलाई चाहिँ एउटा हटाउनुपर्छ। हामी यसरी चाहिँ आफ्नो जनतालाई असुरक्षित चाहिँ हामी राख्न सक्दैनौँ। सर बुझ्दिन ल जानुस्। ओके छ त, तपाईलाई दुःख दिन्न के म। काया आगी लगायो दादा? के लगाइदिइस्? सुधार केन्द्रको बच्चाहरू। किन लगाइदिए? कतिखेर लगाएको आगो यो? ए, तपाईहरुले केही भन्नु भएन नलगाऊ भनेर? हामी थाहै पाएन। हामी त भित्र पसिगयो, के गरौँ? त्यति होलको बिचमा को आवाज मना गरौँ? कसरी भएको थियो यो काशी निक्से भित्रबाट अनि 100-150 जना। अब कहाँसम्म गए त्यो पनि थाहा छैन। उताबाट फर्केर आउँदाखेरि भित्र पस्दाखेरि त्यसमा आगो लगाएर अनि भित्र पसिहाल्यो। प्रहरीलाई लखेट्या हुन्? प्रहरीलाई अब अगाडि को थियो त्यो थाहा भएन। अब त्यहाँ रोडमा मैले हेरेँ, म त यहीँ थिएँ। तपाईँ डरले भागिहाल्नु भयो? डरले भित्र भइयो, घरभित्र घरै यो मेरो। त्यसो भए त सधैँ डरमा सुत्नुहुन्छ होला है? हजुर, अब सधैँको समस्या हुन्छ। राति दिउँसो राति झन् डर लाग्दो होला हैन? अब कहिले बवाल होस् त्यो थाहा हुँदैन। हामीलाई के थाहा? त्यसो भए त यहाँबाट घर सार्नु पर्ने भयो त। अब सारेर कहाँ जाउँ? जग्गा पनि छैन, जग्गा यही हो। अब घरै सारौँ त कहाँ सारेर जाउँ? जग्गा चाहियो घर बनाउन, जग्गा यही हो। तपाईको नाम के हो? हेमन्त कुमार सिंह। स्कूल हो जाए लेकिन ये चीज का कहा गाँव घर के आदमी जैसा कहा बोले खातिर तो कोई बोलबे नहीं की। वही दादा, वो तो देहाती में को बोलिए, कोई बोलबे ना करिए। अभी आप नेपाली में बोल पाओ तो जैसे ना बोलो ना, आप बात तो जैसे आपसे बोल रहे हैं, हम लोग यही समस्या है। हम बताए थे जैसे आपसे बोल रहे थे, हम लोग आपसे बोल रहे थे तो आप बोल सका तो आपके पीछे राजनीति। लेकिन अगर एक आम पब्लिक जो चीज बोला था वो चीज के तो प्रशासन भी सबको गौर से देखे। अब हमका लोग देखा तो कहते हैं ये लोग ऐसे बोला। हाँ वो तो सही है। लेकिन जनता इस चीज का बोले कि इनका यहाँ रखे से हम लोग का समस्या है, हटावे पड़ा। जनता बोले ना, हमरे बोले से हुई। तो अब बाल सुधार केन्द्रको केटीहरू गएर अनि सामान यताउता छेडछाड गर्ने अनि लुटफाट गर्ने अनि मोबाइल पनि लगिसक्यो अनि चप्पलहरू पनि थियो अनि सबै जे सामानहरू सबै थियो सबै लुटफाट गरे अनि ढुङ्गा पनि चलाए अनि सबै यताउता सबै छिटपिट पनि गरे। पैसा कौडी त्यसमा थियो, रिचार्ज कार्ड थियो, त्यो पनि सबै लगेर गइसके। बच्चाहरूलाई पनि चोट लागेछ। उहाँको श्रीमतीको पनि खुट्टामा चोट लागेछ हतारमा सडक गिराउँदाखेरि। यहाँबाट सुधार केन्द्रबाट के त्यो विद्यार्थीहरू बाहिर कसरी जान पाउँछन् त? अब खोइ कसरी
जानुभयो अब यहाँबाट के प्रशासन हो कस्तो भयो के भयो के भएको छैन अब त्यो त हामीलाई थाहा भएन अब उहाँले एक्लै जान्थे कि अरू कोही मान्छे? नै मान्छे त धेरैजना थियो, कम्तीमा 150-200 जना मान्छे थियो त्यहाँ। अनि त्यतिखेर अनि फेरि अब उहाँले हतारमा सबै गर्यो, चोटपटक पनि खाए अनि सामान पनि लुटफाट गर्यो। यो कहिले कुरा हो? आज बिहान 11 बजेको। आज त्यसपछि यो आन्दोलन हो? त्यसपछि आन्दोलन। त्यसपछि आन्दोलन। योभन्दा पहिला पनि के त्यहाँ बाहिर स्टाफहरू लगेर रक्सी खुवाउने भन्ने कुरा के हो? त्यस्तो त अब पहिला त कतिचोटि यस्तो भएछ, अब यस्तो समस्या अब त्यो त महिना पनि कट्दैन अनि त्यस्तै समस्या पटक गइरहेछ। स्टाफहरूसँग गएर अब स्टाफहरू गएछन् कि गए छैन अब त्यति कुरा हामीले थाहा छैन, तर अब जान्छन् कि जान्दैनन्, तर बाहिरको यहाँको मान्छे बाहिर जान्छन्। बाहिर रक्सी खायो भन्ने कुरा हुन्छ के हो? त्यो त सही नै होला तपाईँको विचारमा? मेरो विचार नै तपाईँको विचारमा यो उ छ नि यो बाल सुधार गृह यहाँ राख्नुपर्छ कि राख्दा तपाईँलाई हटाइदिनु पर्यो क्या? यहाँ त अब कामै छैन, यहाँ त एक महिनामा पनि 2 चोटि 3 चोटि यस्तै हुन्छ पटक। तपाईँहरू घरमा छन् कोही छैनन्, अब त्यस्तै हुन्छ भने अब सबै घर पनि लुट्न सक्छ मान्छे यताउता कि भयो भने त अब त्यसको जिम्मेदार को हुन्छ? कसैको बच्चाहरू पनि यताउता गइहाल्छ। तपाईँहरू असुरक्षित हुनुहुन्छ? म त सुरक्षित छु, तर मेरो भाइको तपाईँहरू त्यता यो आसपासका मान्छे असुरक्षित भए छैन, कोही पनि छैन। सबैले यस्तो विरोध गरिरहेछन् यो बाल सुधार केन्द्रको, यहाँबाट हटाइदिनु भने। यस्तो उ लिएर के गर्ने, के काम छ त्यसको? बाहिर गएर रक्सी खान्छन् भन्ने कुरा आएको त्यो हो? त्यो त सही नै होला, किन म पनि सुनेछु, म पनि हेरेछु। यहाँको मान्छे जान्दैन भने त बवाल पनि हुँदैन। यहाँको कर्मचारी पनि त्यस्तै हो, सबै यहाँको यस्तै हो सबै। मोहन राम मिश्र, म डुडुवा गाउँपालिका वडा नम्बर 6 को वडा अध्यक्ष। यहाँ हुन्छ कि यो के कम्प्लेनहरू आइरहेछ? यहाँ चाहिँ यो जबदेखि यो स्थापना भएको छ, यहाँ चाहिँ यो बनेको छ अथवा यो उद्घाटन भएको छ, तबदेखि यो महिना 15 दिनमा यो घटना घटिरहेको छ। योभन्दा अगाडि पनि यस्तै घटना घटेर एकजना यहाँ कैदीबन्दी चाहिँ हत्या भएको छ। यो चाहिँ आए दिन यो घटना घटिरहेको हुन्छ। यहाँ चाहिँ के छ भने अलिकति प्रशासन भन्दा पनि के छ भने अब कानुन नै अलिकति गडबड छ। हतियार राख्न नपाउने, वर्दी लगाउन नपाउने, लट्ठी पनि राख्न नपाउने, अनि एउटा यिनीहरूलाई अब एउटा अपराध गरेर आएका मान्छे जसलाई सुधारका लागि यहाँ चाहिँ राखिएको छ, तिनीहरूलाई अब यसै यो तरिकाले स्कुलमा पनि शिक्षकले अलिकति टाइट गरेपछि विद्यार्थीहरू पढ्छन्, सिकाउँछन्। यिनीहरूलाई यसरी अब लट्ठी पनि नदेखाउन नसक्ने, हतियार पनि राख्न नसक्ने त्यस्तो गरेपछि यहाँ स्थानीय समस्या कस्तो छ भने राति कहिले भाग्छन् यिनीहरू, कहिले दिउँसो नै भाग्छन्। अब राति भागेपछि कसैको घरमा गएर लुकिहाल्ने, कसैको घरमा गएर छुपिहाल्ने। अब यहाँ चाहिँ सबैको लगर जस्तो पक्की घर छैन, कसैको फुसको घर छ, कसैको फुसको टटियाको घर छ। अब त्यस्तो घरमा यिनीहरू भित्र चाहिँ बिस्तारै गएर लुकेर बस्दिने। अब प्रहरी गएको बेला सबै हरेकको घरमा चाहिँ खानतलासी गर्न स्टार्ट गर्छ हेर्नुहोस्। अनि राति 10 बजे 11 बजे यिनीहरू भाग्ने। अनि जतिखेर नि पुलिस प्रशासन गाउँतिर दौडिया छ, उसको घरमा। अनि योले गर्दा चाहिँ यहाँ स्थानीयले साह्रो यहाँ स्टाफसँग गएर रक्सी खान्छन् भन्ने कुरा छ, के हो त्यो कुरा? यो भर्खर मैले पनि सुने। यहाँका स्टाफ, यहाँका कर्मचारीहरू, यहाँका मान्छेहरू ल्याएर चाहिँ गएर बाहिर घुमाउने, रक्सीसँगै खाने भन्ने कुरा चाहिँ अघि यहाँ चाहिँ कुरा आयो है। यो कुरा चाहिँ अघि आयो। तर यो के छ यो नाइके सिस्टम जुन छ नि, अब त्यो कारागारमा पनि छ, नाइकेहरूलाई अलिकति बाहिर घुमाउने अथवा बाहिर अलिकति रिलिफ दिने भन्ने कुरा जुन छ नि, त्यसले गर्दा चाहिँ यो विवाद चाहिँ त्यही अनुसार, त्यसैको मैले सुनेअनुसार त्यही अनुसार भएको र ती नाइकेहरूले गर्दा चाहिँ एकजना बाहिर जान पाउने, अर्को चाहिँ हामीबन्दी पर्मानेन्ट बन्दी बस्न पाउने, त्यसले पनि एउटा विरोध चाहिँ भइरहेको छ। यहाँको स्थानीयको गाउँठाउँका मान्छेको विरोध के आयो भने गाउँमा यिनीहरू रक्सी खान पनि बाहिर जान्छन् र रक्सी खाएर पनि भित्र आउँछन् भन्ने कुरा चाहिँ सुन्नमा आयो। र यी कुराहरूलाई चाहिँ प्रशासनले विशेष रूपमा ध्यान दिनु पर्यो। म सिडिओ साहबसँग त्यही भन्न चाहन्छु। भर्खर उहाँ पनि नयाँ आउनुभएको छ। एउटा अलि नयाँ व्यवस्थापन तरिकाले लाने भनेपछि यो चाहिँ यहाँ रहन्छ, होइन भनेपछि यसको चाहिँ अब हामी वडा अध्यक्ष समेतले यसको विरोध गर्छौँ। यसलाई चाहिँ एउटा हटाउनुपर्छ। हामी यसरी चाहिँ आफ्नो जनतालाई असुरक्षित चाहिँ हामी राख्न सक्दैनौँ। राति बेराति जतिखेर पनि पुलिस दौड्ने, जतिखेर पनि कैदी भाग्ने, अनि यहाँ जनताले दुःख पाउने। अहिले भर्खर एकजनाको पसल लुटिदियो, 2 जनाको। एउटा सानो बच्चा चाहिँ 5 वर्षको बच्चाको खुट्टामा चोट लागेको छ, उसको आमालाई चाहिँ खुट्टामा चोट लागेको छ। सटर जबरजस्ती जान तान्यो। 1500-1600 को उसको रिचार्ज कार्ड लुटिदिए, पसलमा टफी चक्लेट बिस्कुटहरू त्यो लुटिदिए। अनि यस्तो गर्न लाग्यो भने त यहाँ स्थानीय कतिसम्म चुप लागेर बस्छ? यसलाई नयाँ व्यवस्थापन नयाँ तरिकाले लान सक्दैन भने यसको चाहिँ हामी प्रतिकार गर्छौँ। त्यसपछि जेसुकै होस् यसलाई हामी यहाँ राख्न दिँदैनौँ। यहाँका स्टाफहरू, यहाँका कर्मचारीहरू जो गल्ती गर्छ तर तुरन्त निकाल्नुहोस्, त्यसलाई कारवाही गर्नु पर्यो। यसको जिम्मेवार त यहाँका कर्मचारीहरू पनि हो। यहाँका मान्छे, यहाँका कैदीहरूलाई बाहिर लगाएर रक्सी खुवाउने,
बाहिर लगेर घुमाउन लैजाने आफ्नो जिम्मामा त्यस्ता गर्ने कर्मचारी त्यस्ता स्टाफहरूलाई चाहिँ तुरन्त कारवाही गर्नुपर्छ र तिनीहरूबाट यो अहिले क्षति जुन भएको छ नि ती कर्मचारीहरूबाट तिनीहरूबाट नै वसुल उपर गराउनुपर्छ। के साह्रै असुरक्षित हुनुभयो यहाँका मान्छे? यहाँका स्थानीय हाम्रो यहीँ गाउँठाउँ नजिकै बस्ती छ त्यहाँका मान्छेहरू पनि यही छन्। तिनीहरूसँग सोध्नुहोस् राति 10 बजे 11 बजे जतिखेर पनि पुलिस दौडा दौड्छ। हरेक 15 दिनमा एउटा घटना घटिरहेको हुन्छ यहाँ त। अनि यस्तो व्यवस्थापनलाई लिएर के गर्ने त? हामी रातभरि यहाँ चौकीदारी गर्दै हिँड्ने हामीले पनि यहाँ जनता दिनभरि काम खेती किसानी गरेका मान्छे राति पुलिससँग दौड्नु पर्यो। एउटाले भन्छ उसको घरमा छ भने पुलिस गरेर उसको घरमा घुसिया छ, अर्कोले भन्छ होइन फलानुको घरमा पुलिस गरेर उसको घरमा घुसिया छ। यस्तो दुःख यस्तो तकलिफ पाउन चाहिँ यो चाहिँ स्थापना गरिएको होइन। हामीले त यहाँबाट सुधार गर्ने हो। यहाँको हाम्रै स्थानीय एकजना बुद्धिजीवीले दान दिएको जग्गा हो। अब यहाँका जनताले दुःख पाइरहेका छन्। यो व्यवस्थापनको कमी कमजोरीले हो र यो व्यवस्थापनलाई यदि अब सुधार गरिएन भने यसको प्रतिकारमा हामी आफै उत्रिन्छौँ। यहाँका स्थानीय जनता यसको प्रतिकारमा उत्रिन्छन् र हामी यो चाहिँ सञ्चालन गर्न दिँदैनौँ। त्यति कुरा हो। धन्यवाद। तपाईँको नाम भन्नु त? मेरो नाम फुलकुमारी कलवा हो। घर कहाँ हो? अनि कसरी आए यो छरछिट्यान भएको छ नि, यो छरछिट्यान कसरी भयो? तिनीहरू नै आएर यस्तो गरेको। अनि काउन्टरमा मेरो पैसा थियो 15-16 हजार रुपियाँ छैन, त्यसमा पनि छैन। रिचार्जको डिब्बा 15-1600 रिचार्ज पनि छैन मेरो। मोबाइल पनि त्यही टेबल बनाएको मोबाइल पनि छैन मेरो। अनि तिनीहरू यता सटर बन्द भयो, सटर बिच मान्छे यता आएर सब यताउता जुन लाग्न पाए त्यो लगे अनि यता छिटिबिटी गरेर गइदिए। अरू के लगे? सामान त मेरो टम्मै गायब भएछ हजुर सर। अब बाहिरको जति खाने कुराहरू पनि किरानाकोहरू अनि चिसोहरू पानीहरू यिनीहरू सबै खानु लगिदिएछन्। योभन्दा पहिला पनि आउँथे? नै, योभन्दा पहिले त आएन नि यिनीहरू। अनि तपाईँ के गरिराख्नु भएको थियो उनीहरू आउनु बेला? म तिनीहरू आउने बेलामा आफ्नो बाबुले लिएर बसिरहेको थिएँ। अनि पुलिसको गाडी आउने बेलामा अनि ठुलै धेरै पुलिसहरू थिए यहाँनिर। अनि मैले सोचेँ सायद सुधार केन्द्रमा के भयो र उनीहरू पहिल्यै मलाई जानकारी दिएको भए यता कैदीहरू छुटेछन्, यता आउन पनि सक्छन् अनि दोकान पहिला बन्द गर्नुहोस्। मैले थाहा भइदिएको भए म पहिल्यै होसियार भइहाल्थेँ। अब यिनीहरू 81 आएपछि तिनीहरू म 81 तिनीहरू लट्ठीहरू अनि त्यो ढुङ्गाहरू लिएर बल्ल म छिटो सटर खसाल्न लगाएको। अनि तिनीहरू मलाई खसाल्नै दिएनन्। 5-6 मान्छे तल उठाएर म तल थिचेर तिनीहरू माथि उठाउने। अनि त्यति काउन्टरको सामान सबै यताउता गरेर जुन लगाउन पाए लगे। अनि जुन छिटीबिटीमा पनि झट्टै आफ्नो ज्यान तिनीहरू ढुङ्गा थियो तिनीहरूको हातमा। अब म एक्लै आफ्नो पनि ज्यान बचाउनु पर्यो। सटर बन्दै गर्न दिएनन् तिनीहरू। पछि जुन लगाउन पाए लगे बल्ल म सटर बन्द गरेँ। कस्तो फिल्मी शैलीमा आए? हजुर फिल्मी? अब फिल्मी शैली नै भनौँ। अब त्यस्तो मेरो लाइफमा त्यस्तो त भएको थिएन। अब पहिलोचोटि नै यस्तो घटनाहरू देखेर भयो मेरो मसँग यस्तो। अहिले पनि डर लागिरहेछ? अहिले पनि म डरले केही बोल्न पनि राम्रोसँग सकिरहेको छैन। के बोल्ने के नबोल्ने भनेर त्यस्तै भइरहेछ। मनमा एकदम डर जस्तै भइरहेछ। तिनीहरूको अनुहार पनि हेर्न अलि अनुहार त म राम्रोसँग हेर्न पाएन त्यो हतार पतार गरेर। अनि त्यही भएर म अहिले पनि म डर जस्तो नै मानिरहेको छु म आफूलाई भित्रदेखि। साह्रै डर लाग्छ है? डर त मलाई साह्रै डर लागिरहेको छ। अहिले पनि डर लागिरहेको छ। अनि अब झन् रात पर्यो भने के गर्नुहुन्छ? रात परेपछि त के गर्ने अब पुलिसहरू दारू पनि छन् तिनीहरू केही उ छैन। आफ्नो ज्यान बचाएर उनीहरू आफै भागिरहेछन् र हाम्रै ज्यान बचाउने त। पुलिसलाई लखेट्दै आएको थिए? पुलिस दारूलाई त लखेट्दै गइरहेको थियो। तिनीहरूले झ्याप्पै यहाँ हातपाता गरिहाल्यो पसलमाथि। कतिजना आएको थिए? अब त कतिजना भने 200-300 त मैले हेरेँ कि त्यहाँबाट। अनि त्यहाँबाट दुगुर्दै आइरहेको थिएँ। अब एक्लै जाम छोरालाई समातौँ कि सामान भित्र गरौँ कि पसल बन्द गरौँ।
भनेर अचानक नै भयो। मान्छे त 200-300 थिए, धेरै टन्नै मान्छे थिए। तपाईँलाई के हातपात त गरेनन्? मसँग हातपात त गरेन, तर सटर तल गर्दाखेरि मैले त्यो चिजलाई लागेछ अलि तिनीहरू उताबाट माथि गर्ने, मैले तल छिचिरहने अनि त्यसरी कामै मेरो चोटले लागेछ खुट्टामा। हातपात त गरेन। जे गर्न गरे त्यही सामान माथि नै खानेकुराहरू अनि रिचार्जहरू पैसा मोबाइल नि मेरो गएको सामान मैले किस्तामा पैसा निकालेर भर्खरै दोकान मैले पसल नयाँ पसल खोलेछु। मैले धेरै दिन पनि भएछ नि यो पसल खोलेको। कति लाग्यो भन्नुभयो? 3 लाख जति मेरो गयो। मोबाइल पनि 16-17 हजार पनि थियो, रिचार्ज पनि 15-16 चाहिँ गरे। हिजै बुढा लिएर राखिदिनु भएको थियो। आफ्नो छोरालाई मैले जोडेस गरेछु, भेट्न गइहाल्नुभयो। अनि सामान सबै ल्याएर राखिदिउँ। अब कहाँ जान्छ, कोसँग बन्छ सामान ल्याउनलाई, एकदमै सामान राखेर जानु। अब यता काश्मीर टिकट अनि खानेकुरा त बाहिरै अरू पानी सानी चिसोहरू पनि 2.5 लिटरको चिसोहरू पनि गइगयो। सामान त मेरो टन्नै धेरै गएछ तिमीले लगेको। अब के भन्नुहुन्छ? के भन्ने, अब मेरो के गर्न सक्नुहुन्छ भने मेरो उ गर्नुहोस्। अब के भन्ने, मेरो त म त्यस्तै। तपाईँहरू योभन्दा पहिला डर लाग्थ्यो कि लाग्दैन थियो? कति डर नलाग्ने, के लाग्ने। म एक्लै पनि बस्थेँ, यहाँ साथी पनि बसिहाल्थेँ। बुढापाटी यता त गएको थिएँ। अब त साह्रै डर लागेको छ, म त बस्नै सक्दैन होला जस्तो लागिरहेको छ। अब रात दिउँसैमा सेफ छैन त राति के सेफ भन्नु त। राति त झनै डर लाग्छ नि त। दिउँसोमै मान्छेहरू यताउता हिँडेको बेलामा हातपात गरिहाले। अब यस्तोले हातपात नै गर्न पर्ने भन्नु त। अब राति के गर्न सक्छन्, आइमाई जात के गर्न सक्छन्, केही गर्न सक्दैन एक्लै। अब एक्लै मान्छे भएकोले अनि के गर्नु। 5-6 जना यहाँ आएर अनि कति धेरै मान्छे त्यहाँ झुन्ड बनाएर हिट्टा लाठी लिएर केही गर्न सक्दैन त। म त एक्लै भयो त दिउँसो भयो राति भयो त म मारिदिन्छु। डर त मलाई धेरै भित्रैदेखि डर लागिरहेछ। अब अरू के बोल्नु मेरो केही दिमाग नै आएको छैन। सवेरे इधर से लड़के बिटिया जाते हम जाए छोड़ो बिटिया को 11 बजे। हजुर कहाँ हुआ दादा ये? हाँ बोलो झगड़ा बवाल करके बाहर से लौटे, उसके बाद में बस पल्ला चीज फारिन और उसके बाद में आगो लगाए, उसके बाद में अंदर चले गए सब। वो आया थियो धोका तोड्ने रोड में थे भित्र में खाइदियो। कसरी खाने तपाईँ देख्नुभयो? हजुर म यही थियो त उता लुकेर बसेको। के गर्ने, केले हाने हुन्थ्यो? फलामको थियो, फलामले हानेको हो। भित्रको के हो त्यो सबले जति छ सब फलामले थियो हतियार भन्ने। आगे मात्रै हो कि जहिले पनि नि यस्तै? जहिले पनि हो सर, जहिले पनि हो। पुलिसले टेर्दैनन्। 100-200 जना निक्लिन्छन् एकैचोटि। आफै नलको हत्था लिएर गई जान्छन्। ठुलो फारम छ, पुरा फारममा आगो लगायो। मेरो फारम त आज भगवानको कृपाले बचेको हो सर। यो फारममा आगो लगाइदिएन, न त फारममा आगो लगाएको भए अरू आगो बढ्थ्यो, गाउँसम्म जान्थ्यो। फसिल सब लागेछ, फसिल पनि जल्थ्यो। कतिखेर? म त एकदम असुरक्षित छु यहाँ। यिनीहरूले गर्दा यी केटाहरू कैदीहरूले गर्दा यसलाई सुरक्षा गर्नु पर्यो सर। मेरो बर्बाद आएर एकजनाको पसल पनि लुटेछन् सर। त्यो पसलको लोग्ने थिएन, आइमाई मात्रै थियो। त्यो आइमाईको पसल पनि सबै लुट्दैछन्। डर लाग्छ है? डर लाग्छ तपाईँहरूलाई? हजुर सधैँ डर, 24 घण्टा डर बनेको हुन्छ सर। बनेकै हुन्छ। अलिकता केही खटपट भयो भनेपछि शङ्का पैदा भइहाल्छ। बल हुन लाग्यो कि केही नभए हाम्रो 10 लाखको कुखुरा थियो अहिले। 10 लाख कुखुरा पनि जान्थ्यो र फारम 35-40 लाख लगाएर बनाएको त्यो पनि जान्थ्यो आधा घन्टा। पता नहीं कि हर जगह भूल गए पुलिस सब कराए सब सब शांत हो
गाड़ी भाई के तो भेरी में लेके गए पहले सीढ़ी उसके बाद में पानी टंकी हो पानी टंकी बाहर जी को भागने आवत तो पीठ लाग्छ नहान भन्दा पुलीले उल्टो मेरैमा हान्दियो क्या यस्तो रिस नहान भन्छ पुलीले झन् यहीँ हान्छ नटेरेपछि त के गर्ने बाल्टी छ बाल्टी कमण्डल हेर्नु त्यहाँ छ चौधा छ हुन्छ सर हजुरहरू सहयोग गर्नुहुन्छ हुन्छ भन्ने कुरा गर्दै आजतिर फोन गरेको सब ठिकै छ भनेर भने बिहानै फोन आउँछ